कक्षा 11 पढ्ने भाइ यो बाबुलाई चाहिँ असाध्यै ऱ्यापर भन्ने रहर छ। कोठामा बसेर ऱ्याप गाना मात्रै गाइरहँदो रहेछ। यो 12ले 11लाई वेलकम गर्ने क्रममा स्वागत गर्ने क्रममा यो गाना उनले गाएको थियो। मलाई असाध्यै मन परेर मैले युट्युबमा हालेको छु। सबैजना हेरेर सुनेर सहयोग यसले के गर्दैन भन्ने समाजको यो गिराको बाटोमा केही गरी जानु छ कि त मरिजानु छ। दुई दिने टोला जिन्दगी बाबुआमालाई खुसी राख्नु छ। हौसला दिने भन्दै रात काटिन्छ। कलम र कपी बाहेक भाग्य लेखिन्छ। मैले सोचे जस्तै भाग्य लेख्न मिल्ने भए बाबुआमाको जीवनमा खुसी लेख्थे जहिले। म हाँसी हाँसी सबै पीडा भुलाइदिन सक्छु। तर बाबुआमाको अघि हारे भन्दै पछि कहिले सर्न सक्दिनँ। मर्न बाजे तर मेरो कारण कसैलाई म मार्न चाहन्न। वास्तविक बोल्छु झुटो बोल्दै बोल्दिनँ। मेरो जिन्दगी मलाई लाग्न थाल्यो दिक्क। सम्पत्ति छैन तर बाँच्नबाट ठिक्क। दुई दिनको जीवनमा हाम्रो साथी नै यो मित्र। धैर्यता गर्न सिक सफलता आफै आउँछ। जीवन सबको साधारण तर उच्च सोच राख्नुपर्छ। मानिस हामी एउटै तर जातपातले फरक पारिरहेछ। त्यो सोसाइटीले भन्छ यो ट्यापे भएछ। के ऱ्याप गाउँदैमा म ट्यापे भएछ।